यत्रो दाल अनि यत्रो वर्ष भइसक्यो तिमीलाई बिहा गरेर ल्याएको अहिलेसम्म तिमीलाई थाहा हुँदैन कति दाल बनाउनु पर्छ मम्मी पनि जहिले आउनुहुन्छ घरि दाल चर्को भयो घरि दाल धेर भयो एउटा न एउटा कुरामा सिकाउनै पर्छ जहिले त भन्नु पर्दैन त मलाई पनि थाहा छ नि त अब त बोल्दिनँ मम्मीसँग पनि म A few moments later. यहाँ आऊ त मम्मी भन्नु त मम्मी कि मैले तिमीलाई कुर्ता ल्याइदिएको छु कति राम्रो कुर्ता ल्याएको मम्मी अनि तपाईँ ल्याउनु भएन होइन तिमीलाई चाहिँ ल्याइदिएको मसँग अलिकति क्यास पैसा थियो नि त त्यति तिमीलाई चाहिँ ल्याइदिइहालेको मम्मी तपाईँलाई एउटा कुरा सोधौँ न मम्मी म तपाईँलाई त बुझ्दै सक्दिनँ त हौ घरि कति गाली गर्नुहुन्छ यो भएन त्यो भएन खालि अब्जस दिनुहुन्छ घरि यति राम्रो गरेर कुर्ताहरू के सामान किनेर ल्याइदिनुहुन्छ म त केही बुझ्नै सक्दिनँ हौ मैले तिमीलाई गाली गरेको होइन त नानु मलाई अर्ती बुद्धि पो दिएको त तिमीलाई कहाँ गाली गरेको तिम्रो आमाले पनि त त्यसरी अराउँथ्यो होला तिमीलाई त्यो गाली गरेको भयो त्यस्तै मैले पनि तिमीलाई अर्ती बुद्धि गरेको थियो गाली गरेको होइन